नमस्कार साथीहरु, स्वागत छ तपाईले अल इन वन युट्युब च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्नेछौं शेयर बजारमा नयाँ लगानीकर्ताहरूले गर्ने सबैभन्दा सामान्य गल्तीहरू र तिनबाट कसरी बच्ने भन्ने बारे। यदि तपाई नयाँ हुनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्, किनभने यी गल्तीहरूले तपाईलाई घाटामा पुर्याउन सक्छ। आउनुहोस् आजको भिडियो सुरु गरौँ। गल्ती नम्बर 1, हियर मेन्टालिटी, झुन्ड मेन्टालिटी भन्छन्। अरूले चाहिँ किनेर कमायो भनेर हामी पनि सोही शेयर किन्छौं। तर याद गर्नुहोस्, अरूको स्ट्र्याटेजी तपाईका लागि चाहिँ काम नगर्न सक्छ। किन्ने अघि चाहिँ सधैँ तपाईहरुले चाहिँ कम्पनीको रिपोर्ट, कम्पनीको इपीएस, कम्पनीको ट्रेन्ड के छ त्यो कुराहरुलाई तपाईले हेर्नुपर्ने हुन्छ। फेरि मात्र तपाईले चाहिँ अब नयाँ शेयर किन्न सक्नुहुन्छ। गल्ती नम्बर 2, सर्ट टर्म सोच भनेको धेरै नयाँ लगानीकर्ताहरूले चाहिँ 1-2 हप्ता भित्र नै प्रॉफिट खोज्छन्। शेयर बजार चाहिँ धैर्यको खेल हो। लङ टर्म सोच राख्नुहोस्। राम्रो कम्पनीमा तपाईले लगानी गरेपछि अभियसली तपाईले प्रॉफिट, तपाईले चाहिँ राम्रो इन्भेस्टमेन्ट, तपाईको रिटर्न चाहिँ राम्रो आउँछ। त्यसैले चाहिँ 1-2 हप्ताको नसोच्नुहोस् के, अलि लङ टर्मकै सोच्नुहोस्, तर राम्रो कम्पनीमा लगानी गर्नुहोस्। गल्ती नम्बर 3 भनेको रिसर्च नगरी चाहिँ लगानी गर्नु। साथीको सुझाव वा फेसबुक ग्रुप हेरेर चाहिँ शेयर किन्ने प्रवृत्ति नेपालमा चाहिँ धेरै छ। तर रिसर्च बिना चाहिँ लगानी गर्नु भनेको चाहिँ आँखा बन्द गरेर हिँड्नु जस्तै हो। कम्पनीको फाइनान्शियल स्टेटमेन्ट, डिभिडेन्डको हिस्ट्री अनि ग्रोथको सेक्टर नबुझी चाहिँ कहिले पनि लगानी नगर्नु होला। गल्ती नम्बर 4, प्यानिक सेलिङ भनेको बजार घट्नासाथ डराएर बेच्ने गल्ती नगर्नुहोस्। बजार हरेक पटक फ्लक्चुएसन हुन्छ, यो सामान्य हो। डाउनवर्डमा ट्रेन्डमा चाहिँ तपाईले बेच्नु भयो भने तपाई घाटामा पर्नुहुन्छ। त्यसैले सधैँ धैर्य राख्नुहोस्, नाफा अभियसली हुनेछ। गल्ती नम्बर 5 भनेको अनरियलिस्टिक एक्सपेक्टेसन, डबल मनी इन 1 मन्थ भन्ने सोच चाहिँ तपाई नराख्नु होला। शेयर मार्केटमा चाहिँ क्विक रिच योजना होइन। शेयर मार्केट भनेको चाहिँ छिट्टै म धनी होला भन्ने नसोच्नु होला। कन्सिस्टेन्सी र स्मार्ट डिसिजन तपाईले लिनुभयो भने अभियसली तपाई सफल हुनुहुनेछ। यसो भए अब यी 5 गल्तीबाट तपाई बच्न सक्नुभयो भने तपाई शेयर मार्केटमा चाहिँ सफल हुन एक कदम नजिक हुनुहुन्छ। सधैँ सिक्दै रहनुहोस्, अपडेट रहनुहोस् अनि लजिकल डिसिजन चाहिँ लिनुहोला। यदि यो भिडियो तपाईलाई उपयोगी लाग्यो भने लाइक, शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला। अर्को भिडियोमा भेटौँला नयाँ फाइनान्शियल नलेज र इन्भेस्टिङ टिप्सका साथमा। तबसम्मको लागि बाई बाई।